हस् मम्मी आउँदैछु। तरकारी के छ मम्मी? तरकारी फर्सीको मुन्टो छ, आइज छिटो। ए कति फर्सीको मुन्टो खानु हौ? फर्सीको मुन्टो खादा खादा मेरो मुन्टो नै भाङ्गिसक्यो। म त खान्न है फर्सीको मुन्टो। के रे? फर्सीको मुन्टो नखाने रे? चुपचाप खानु आइज, नत्र यही डाडुले हानेर तेरो बाउको जस्तै टुटुलको निकाल्दिन्छु। ए तपाईले हानेर पो बाबाको टुटुलको निस्केको हो? अनि मलाई त लडेर यस्तो भएको भन्नुहुँदै थियो त। तेरो आमाले मलाई लडाएरै हानेको थियो नि त छोरा। सुरुमा एक बक्सिङ हानेर लडायो, त्यसपछि डाडुले तालुमा आलु आउने गरी हान्यो। मोल्लास खेल खेलमा बिचरा मेरो बाबा, किन यति साह्रो हान्नु भएको मम्मी? तेरो बाउको बिउरा देखेर हानेको नि। घाँस काट्न जान्छु भनेर तास बाट्न गएपछि रिस उठ्दैन त मलाई? तास बाट्न चाहिँ गएको थिइनँ है म जाँदा तास बाटिसकेको थियो। म त अरूले खेलेको हेरी मात्र राथे। फेरि झुट बोल्छौ? तिम्रो हातमा तास देखेको थिएँ मैले। हातमा तास हुँदैमा